एकदम लभली छ है। यस्तो खालके केक तपाईलाई चाहिन्छ भने चाहिँ हाम्रो वान बाइट्स बेकरी भन्ने छ त्यो दाइकोमा। ओए हेर्न मेरो हातको बाले जलेछ लाइटरले। सो हेलो एन्ड वेलकम ब्याक टु माई न्यू भिडियो गाइज। तपाईँलाई मेरो भिडियोमा पूर्णतः स्वागत गर्दै अनि म चाहिँ आज चाहिँ स्पेसली मेरो दिदीको बर्थडे रहेको छ गाइज। सो बर्थडेको लागि चाहिँ मैले केक लिएर आइसकेको छु, देख्न सक्नुहुन्छ एकदम लभली छ है। यस्तो खालके केक तपाईँलाई चाहिन्छ भने चाहिँ हाम्रो वान बाइट्स बेकरी भन्ने छ त्यो दाइकोमा बबाल टाइपको केकहरू सस्तोमा पाउनुहुन्छ। सो गाइज मैले चाहिँ अब दिदीलाई पर्खिन्छु, दिदीलाई सरप्राइज दिने हो अनि हेरौँ उहाँको रियाक्सन कस्तो हुन्छ। योभन्दा बढी देखाउन सक्दिनँ, केक मात्रै काटिदिने हो, पुरा छैन मसँग धेरै होइन। त्यो हो दिदी भोलि जाँदैछ काठमाडौँ भान्साको बजारको लागि। सो सबैजनाले प्रे गरिदिनु होला अनि लेट्स सी उहाँको रियाक्सन है गाइज। 2 hours later. मेरो आमा आएको हो। Yeah boy. म भ्लगिङ गर्दैछु मेरो। वेलकम 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 वेलकम। आइज 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 आइज। Happy birthday to you. Happy birthday to you. Happy birthday dear my sister. Happy birthday to you. धन्यवाद धन्यवाद। के हो अनि अब भोलि जाँदैछ टाइम छ के। ह्यापी बर्थडे कन्छ दिदी भनेको नि त। दामी दामी दामीको यो क्रिसमस मन पर्यो? दामी छ। कुन फ्लेभर हो? भेरी न होला। कस्तो दामी रह्यो यो के बटरफ्लाई। डेकोरेसन गर्यो। यो त क्रिसमस यो त खाने हैन रहेछ, त्यो बल त खाने हैन होला। यो त डेकोरेट गर्ने हो। डेकोरेसनको लागि मात्र हो। डेकोरेसन गरेछ खाने कुरा। अनि यो चाहिँ क्रिसमस ट्रीमा लगाउँछ त्यो बुढी भइसक्यो के हो बुढी भएर। के छैन, मेरो दिदी चाहिँ धेरै बुढी भइसक्यो, उमेर कति भयो होइन होला। भान्जो देख्न सक्नुहुन्छ मेरो भान्जो ह्यान्डसम। भाइ तपाईको निक्लेस दिन न भाइ। हामी केक काटेको थोरै गर्छौँ, त्यसो चाहिँ मेरो ब्लग अनि मेरो भिडियो यहीँ इन गर्छु। त्यो सर्ट भिडियोको लागि बनाएको यही दिदीको लागि स्पेसली डेको लागि। ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे डियर कञ्चन राई, ह्यापी बर्थडे टु यु। हो हेर्न मेरो, ओए हेर्न मेरो हातको बाले जलेछ लाइटरले। यसले के भन्छ? हेर्नु न जलेछ यहाँ, डढेछ त्यसले त यसले गर्ने बालले क्या जलेन। ल काट्नु त ल। ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे टु यु, ह्यापी नानीले ल ल ल ल ल ल ल ल। केक त अब कसलाई खुवाउने हो? पापा ल थोरै खाए जस्तो गर्नु न, खाए सधैँ गर्नु ल। मम्मीलाई पनि खुवाए जस्तो गर। म नगर्नु न हौ खोइ। मुख बार्दैन क्या बिमारी हुनुलाई। मेरो मम्मी चाहिँ मुख बार्ने हुनुहुन्न क्या, त्यो भएको कारणले गर्दाखेरि चाहिँ खुवाउँछु म ल। ए मैले पनि खाइन त। भयो धेरै दे सबै दे ल। पैसा पनि ल। के अरे हाँसेको रे के को लागि दिएको तँलाई? गिफ्ट नदिएको भनेको भयो पर्दैन। सो होइन बर्थडे गिफ्ट अब हामी दिदी त्यति धेरै सानी पनि छैन नि त, यसलाई अहिले त्यति धेरै पैसाको आवश्यक छैन। सो गाइज
सो गाइज है मेरो फ्यामिली देखिहाल्नुभयो एकदम सो गाइज है थ्याङ्क फर वाचिङ माई भिडियो गाइज एन्ड किप सपोर्टिङ एन्ड किप लभिङ गाइज अनि यस्तै हो गाइज है थ्याङ्क यू गाइज